Hello, hello, guys. Welcome back to my vlog. सबैलाई स्वागत छ म चाहिँ अहिले कुवेतमा छु अहिले यो फर्मानिया भन्ने ठाउँमा छु यस्तो छ ब्याकग्राउन्ड नाइट ड्युटी गरेर आएको 3 घण्टा सुते अहिले उठेर एउटा काम छ सालमिया जानलाई एकजना दाइ र म भएर सालमिया जाँदैछु बाटोतिर यसो राम्रो राम्रो सिन देख्यो भने देखाइदिउँ ल खासै राम्रो त छैन कुवेत म सिनहरू देखाउँदै जान्छु मैले होलील्यान्डको लार्क A1 भन्ने माइक युज गरेको छु साउन्ड कस्तो आछ कमेन्ट गरिदिनुस् है ओके सस्तो मस्तो मैले चाहिँ अब नयाँमा यसै उसै भिडियो बनाइरहेको हुन्छु नि त त्यही भएर अबदेखि चाहिँ म कन्टिन्यू भ्लग गर्छु भनेर चाहिँ अहिले म सालमिया जाँदैछु सालमिया चाहिँ मैले यो ओस्मो एक्सन 5 प्रो क्यामेरा किन्नलाई चाहिँ जाँदैछु Yeah, boy. Yeah, boy. Yeah, boy. Checking. दाइ पनि जानुहुन्छ म चाहिँ फेरि उताबाट आएर फेरि ड्युटी नाइट ड्युटी छ विदेशमा जिन्दगी चाहिँ यत्तिकै जाँदो रहेछ म यहाँ कुवेत आएको अलमोस्ट 9 वर्ष भयो यत्तिकै जाँदो रहेछ उठ्यो सुत्यो ड्युटी गयो खायो यत्तिकै दिन जान्छ यत्तिकै समय बितिरहेको हुन्छ त्यही भएर चाहिँ मैले यसले चाहिँ मलाई एकदम स्ट्रेस बनाइरहेको छ आजभोलि त्यही भएर चाहिँ मैले के सोचेको छु भन्दा मैले होलील्यान्डको लार्क 1 माइक पनि किनेँ अनि त्यसपछि एउटा ल्यापटप किनेको थिएँ त्यो बेच्दिएँ फेरि अर्को एउटा ल्यापटप किन्छु आज अब यो ओस्मो 5 एक्सन यो डिजिआईको ओस्मो 5 प्रो किनेको त्यो एक्सन क्यामेरा त्यो 5 प्रो चाहिँ किनेको छु जाँदैछु यो फुल सेटअप गरेर चाहिँ आउनु पर्यो तपाईँहरूले माया गरिदिनु भयो सब्सक्राइब गरिदिनु भयो भने चाहिँ भ्लग बनाएर जिन्दगी कटाउनु पर्यो पुरा घुम्ने ठुलो इच्छा छ अब हेर्नु है त म +2 गरेँ +2 गरेर फेरि सिधै कुवेत आएँ अनि त्यसपछि कलेज पढ्दा घुम्ने फिर्ने कुरै आएन अनि अब यहाँ आएपछि यस्तै भइहाल्यो मेरो लाइफमा यस्तो घुम्ने रमाइलो गर्ने भनेको लाइफमै गइराखेँ त्यही भएर चाहिँ इच्छा छ लाइफमा 1-2 वर्ष चाहिँ कोसिस गर्नु पर्यो भनेर लागेको छु हेरौँ के हुन्छ है त मसँगै रहनु होला छोटो मिठो कहानी पनि सुनिहाल्नु भयो मलाई थाहा छैन भोइस कस्तो आउँदैछ दाजु उतै भेट्ने कुरा थियो उसले अहिले कल गरेर उसलाई एकचोटि कल गर्छु यो फर्मानियाको यो साइड चाहिँ ब्लक 3 हो यो साइड चाहिँ ब्लक 5 हो दाइ चाहिँ त्यो ब्लक 3 मा बस्छ अब यहाँबाट चाहिँ हामी जान्छौँ म खिच्दै जान्छु बेला बेलामा ले हेर्नुहोस् है त स्टे विथ मी है गाइस कुवेत यस्तो छ सपोर्ट गर्नु है मेक स्योर सब्सक्राइब गर्नुहोस् कमाल कर दिया आपने कितने टैलेंटेड हैं आप अमेजिंग म चाहिँ यहाँ गाडी कुर्दैछु गाडी आएको छैन दाइ उतापट्टि हुनुहुन्छ अरे म चाहिँ गाडी कुर्दैछु है गाइस यतापट्टि गाडी आउँछ गाडी नै आएन सिस्टी एक्सन जाने हो गाडी कुर्दैछु हेर्छु मैले यो थर्ड पार्टी एप्स डाउनलोड गरेको यसले चाहिँ क्यामेरा स्विच गर्न मिल्दो रहेछ कि फ्रन्ट टु ब्याक आइफोनमा भिडियो रेकर्ड गर्दा गर्दै क्यामेरा स्विच गर्न मिल्दैन नि त यसमा चाहिँ स्विच गर्न मिल्दो रहेछ कि फ्रन्ट टु ब्याक क्वालिटी चाहिँ अलिक घटाउँछ जस्तो लाग्यो यो चाहिँ हेर्नु एकैचोटिमा ब्याक स्विच गर्छु अलिक ढिलो काम गर्दो रहेछ ब्याक स्विच भयो त्यो 66X मा जाने हो ढिलो स्विच हुँदो रहेछ काम त गर्दो रहेछ है गाइस चाहिँ बसमा चढेँ है गाइस बसमा चढेँ दाइ चाहिँ त अगाडिबाट आउँछु भन्दैछ हेरौँ यो ब्याक क्यामेराबाट गरेको क्वालिटी त यसैले त्यसै हुँदो रहेछ ठिकै छ अब म चाहिँ सालमा जाँदैछु 66X मा दाजु चाहिँ अगाडिपट्टि स्टपमा हुन्छु भन्दै थियो ल है त गाइस म यस्तो हुन्छ यहाँको सिटी बस चाहिँ यो त कस्तो प्लास्टिकको चेयर रहेछ पछि साझा बसमा नेपालमा म केटकेटीमा काठमाडौँ पढ्दा साझा बसमा चाहिँ त्यो फर्मवाला सिट थियो सब च्यातेर अनि लास्टमा यस्तै हालेको थियो कि साझा बसमा ल हामी चाहिँ बाटोमा छौँ जाँदैछौँ सालमिया 66X मा दाजुले चाहिँ 66X डबल पनि छ होइन डबल टेकर
अहिले फर्किँदा चाहिँ डबल टेकर बसमा फर्किने कुरो भयो। अहिले नै जाने कुरोमा चाहिँ अलिकति सम्झौता हाम्रो भएन हतारमा भएर अहिले फर्किँदा चाहिँ डबल टेकर फर्किनुपर्छ। ट्राफिक टन्नै छ, हेरौँ कति बेला पुगिन्छ। हामी चाहिँ लोकेसन आइयो, आउनु पर्ने यहाँ कत्रो रहेछ है। म यहाँनिर हामी एबी ओल्ड भन्ने ठाउँमा आएको होला। रोड क्रस गर्नु दाजु, रोड पुरै हाम्रो भने जस्तो। स्पोनिङ मल आइयो, कति टाढा भने ट्राफिक फेरि त्यस्तै। अब यहाँ गइन्छ यो भित्र, भित्र गइन्छ। कत्रो ठुलो मल छ यार यो। स्पोनिक स्टाइल अफिस टावर रहेछ, उतापट्टि होटेल पनि रहेछ। कति ठुलो छ आएको, आँटै आएन। यस्तो होटेल होला भन्दा नि अलिक गाह्रो लाग्छ नि त देशमा त। आँटै आएन, आज त सिधै जान्छु नि म। हामी चाहिँ तल बेसमेन्ट पनि 1 2 रहेछ। 1 मा जस्तो लाग्थ्यो, हो किन हो 1 मै हो। ल है त हामी आइयो, हामी एबी ओल्ड आइयो। यहाँ दामी छ। हाम्रै स्वागतको लागि हो कि रेड कार्पेट? हाम्रै स्वागतको लागि के हो त रेड कार्पेट? अरे कौन भौंक रहा है ये बदतमीज? अबे काम चल रहा है और ये निकलो बाहर निकालो इसको बाहर निकालो। ल एबी ओल्ड आइयो, एबी ओल्ड आइयो। हाम्रो सर चाहिँ उता हुनुहुन्छ, गुरु सर। गुरु सर यहाँ हुनुहुन्छ है। के छ गुरु सर? पछि एबी वर्ल्डमा आएको। एबी वर्ल्डमा आएर सामान किन्नु लाग्यो। यहाँ त यस्तो भयङ्कर भयङ्कर क्यामेराहरू छ कि यसको प्राइस देख्यो भने मान्छे ढल्छ। यो त पुरा सिनेमा बनाउने क्यामेरा होला, लाइटिङहरू डेन्जर छ है। यसको त बटमहरू के बटमै खिच्न सक्दैन होला हामीले त। ए यो ग्याम्बल चाहिँ यो चाहिँ यो खोलेर हेर्नु मिल्ने टाइप हो कि होइन? लक गरे हो। त्यो गोरिल्ला चाहिँ एबी ओल्डमा आएको बबाल सामान रहेछ यार यो बस्ती। बबाले सामान छ। AB old ma, I'm here in AB old. There are so many things, man.
sir. Hi. DJI Osmo Action 5 Pro. Photo, video, super night, subject tracking, slow motion, time lapse.